गाइस स्वागत छ तपाईहरुलाई हाम्रो यस युट्युब च्यानल ए टु जेड टिचमा। के तपाईँ पनि प्लस 2 दिएर बसिराख्नु भएको छ र रिजल्टको वेट गरिराख्नु भएको छ भने आजको यो भिडियो तपाईको लागि नै हुनेछ र आजको यो भिडियोमा म प्लस 2 पछि कुन कोर्स जोइन गर्ने त्यसको बारेमा यो भिडियो बनाउन गइरहेको छु। र आजको भिडियोमा म तपाईहरुको लागि बेस्ट कोर्स एउटा लिएर आएको छु जुन तपाईले प्लस 2 पछि पढ्न सक्नुहुनेछ। सो ढिला नगरिकन भिडियोलाई स्टार्ट गर्छु। सो म यहाँ केही नोट जस्तो बनाएर म बुझाउनको लागि तपाईहरुलाई यो बनाएर ल्याएको छु। जस्तै आजको भिडियोमा तपाईहरुको लागि लिएर आएको छु एउटा आफ्टर प्लस 2 पढ्ने बेस्ट कोर्स जसको नाम छ हाम्रो एसीसीए एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स जुन हाम्रो सीए जस्तै हो। यदि तपाई आफ्नो क्यारियर के भन्छ नि एकाउन्टिङमा, फाइनान्सिङमा, अडिटिङमा यस्तोमा बनाउन चाहनुहुन्छ भने आजको यो कोर्स भिडियोमा बताइएको कोर्स तपाईको लागि बेस्ट हुनेछ। सो जस्ट स्टार्ट। तो सबभन्दा पहिला हामी हेरौँ वाट इज एसीसीए। जुन एसीसीए छ जुन युके बेस्ड एकाउन्टिङ हो, एकाउन्टेन्ट हो। जुन हाम्रो नेपालमा जस्तै आइक्यान, आइसिएआई इन्डियाको सीए हुन्छ नि, त्यस्तै यो एसीसीए भनेको युके को सीए हो। र तपाईले यो सीए गर्यो भने, एसीसीए गर्यो भने तपाईले वर्ल्डको 180 भन्दा प्लस देशमा काम गर्न मिल्छ। किनभने यसको रिकगनाइजेसन भनेपछि 180 प्लस देशमा छ। तपाईले यहाँ नेपालमै बसेर इन्टरनेसनल काम पनि गर्न सक्नुहुन्छ। यस्तै इक्विभ्यालेन्ट टु सीए। त्यो सीए जस्तै हो। एसीसीए भनेको एसीसीए र सीए भनेको सेम हो, तर सीए अलि गाह्रो हुन्छ, एसीसीए अलि सजिलो हुन्छ पढ्नलाई, इक्जाम दिनलाई, सबै कुरालाई। सो हामी पछि कुरा गर्छौँ इक्जाम दिने र पढ्नेको बारेमा। सो जस्ट सबभन्दा पहिला हामी यहाँ हेर्छौँ इजिएलबिटी क्यारियर जोइन गर्नको लागि के चाहियो। सबभन्दा पहिला हामीले जोइन गर्नको लागि कुरा गर्नु भने मिनिमम 65% इन म्याथमेटिक्स, एकाउन्टिङ एन्ड इङ्ग्लिस। तपाईले रिजल्टको वेट गर्नु पर्दैन। हुन्छ नि अरू जस्तै बिबिए भयो, बिबिएस भयो, तिनीहरूको लागि रिजल्टको वेट गर्नुपर्छ। रिजल्ट कस्तो आउँछ, के आउँछ त्यो गर्नु पर्दैन। तपाईले रिजल्ट नआएको अहिले इक्जाम दिनुभयो, अहिले नै जोइन गर्न मिल्छ। त्यसपछि कुरा गर्ने हो भने यदि यो 65% क्राइटेरिया पुरा भएन भने तपाईँ एफआइए को रुटबाट जान सक्नुहुन्छ। योमा के हुन्छ भने तपाईले फाउन्डेसन इन एकाउन्टिङमा रेजिस्ट्रेसन गर्नुहुन्छ र जुन फर्स्ट लेभल योबाट जानुहुन्छ भने डाइरेक्ट जुन फर्स्टको 3वटा इक्जाम दिनुहुन्छ, यहाँबाट डाइरेक्ट अगाडि नै त्यो 3वटा इक्जाम दिने र एसीसीएलाई जुन हाम्रो हुन्छ एउटा मेल गर्नुपर्छ कि मैले त्यो 3वटा इक्जामको यो सब्जेक्टको इक्जाम दिइसकेँ र मैले क्राइटेरिया पुरा गरिसकेँ, सो मेरो एकाउन्टलाई एसीसी क्वालिफिकेसनमा ट्रान्सफर गरिदिनुहोस् भनेर त्यसपछि गरिदिन्छ। त्यस्तै यदि तपाईँ ब्याचलर र मास्टर गरिराख्नु भएको छ भने तपाईले सर्टेन एक्जाम्सनहरू पनि पाउनुहुन्छ। जस्तै तपाईले ब्याचलर गरिसक्नु भएको छ भने तपाईले लेभल फर्स्टको पुरै एक्जाम्सन पाउनुहुन्छ। जुन एक्जाम्सन जस्तै हामीले लेभलको कुरा हामी पछि गर्नेछौँ। त्यस्तै सीएबाट गर्नुभएको छ भने पनि केही एक्जाम्सन पाउनुहुन्छ। त्यस्तै हामी कोर्स र पेपरको बारेमा कुरा गरौँ। सो सबभन्दा पहिला एउटा एसीसी मेम्बर बन्नको लागि के चाहियो भने पहिला 30 पेपर पास गर्नुपर्छ, 3 सालको एक्सपिरियन्स लिनुपर्छ र इपिएसएम मोडल कम्प्लिट गर्नुपर्छ। यो 3 सालको एक्सपिरियन्स भनेको इन्टर्नसिप हो। सो सबभन्दा पहिला हामी जाउँ यो 13वटा इक्जामको बारेमा। सो यहाँ सबभन्दा पहिला हामीसँग 3वटा लेभल हुन्छ। एसीसीमा टोटल 3वटा लेभल हुन्छ, 3 लेभल हुन्छ, टोटल 13वटा पेपर हुन्छ। अनलेस यदि तपाईले एक्जाम्सन पाउनुहुन्छ भने त्योभन्दा थोरै पनि हुनसक्छ। जस्तै लेभल फर्स्टलाई हामी नलेज लेभल भन्छौँ। जुन नलेज लेभलमा 3वटा सब्जेक्ट हुन्छ, बिटी, एमए, एफए भनेको बिजनेस एन्ड टेक्नोलोजी, म्यानेजमेन्ट एकाउन्टिङ एन्ड फाइनान्सियल एकाउन्टिङ। त्यसपछि हाम्रो आउँछ सेकेन्ड लेभल। सेकेन्ड लेभलमा टोटल 6वटा पेपर हुन्छ। 6वटा पेपर हुन्छ जसमा हाम्रो फर्स्ट हुन्छ ल, कर्पोरेट ल एन्ड बिजनेस, पर्फर्मेन्स म्यानेजमेन्ट हुन्छ, ट्याक्सेसन हुन्छ, हुन्छ, फाइनान्सियल रिपोर्टिङ हुन्छ, अडिट हुन्छ, एफएम हुन्छ। त्यस्तै हाम्रो सेकेन्ड लेभलमा यो 6वटा सब्जेक्ट हुन्छ र 6वटा सब्जेक्टको इक्जाम कसरी दिने, कहिले दिने त्यो म नेक्स्टमा बताउने छु। जस्तै तपाईले अब थर्ड लेभलको कुरा गर्ने हो भने थर्ड लेभलमा टोटल 4वटा पेपर हामीले दिनुपर्ने हुन्छ। फर्स्टमा फिक्स भनेको एसबिआर र एसबिएल हुन्छ। एसबिआर र एसबिएल हुन्छ, स्ट्राटेजिक बिजनेस लेजर र स्ट्राटेजिक बिजनेस रिपोर्टिङ। यो दुईटा हामीले फिक्स दिनुपर्छ। त्यसपछि हामीले टोटल 4वटा अप्सनलमा पाउनुहुन्छ जसमध्ये 2टा दिनुपर्छ। जस्तै एएफएम एडभान्स फाइनान्सियल म्यानेजमेन्ट, एडभान्स पर्फर्मेन्स म्यानेजमेन्ट, एडभान्स ट्याक्सेसन, एडभान्स अडिट एन्ड एजुमा। यो 4वटा मध्ये हामीले 2वटा मात्रै दिनुपर्छ। त्यसपछि कुरा गर्ने हो भने हामी इक्जामको कुरामा गर्ने हो भने इक्जाम 2 प्रकारको हुन्छ यहाँ। एउटा अन डिमान्ड हुन्छ, एउटा सेसन वाइज हुन्छ।
अन डिमान्ड र सेसन वाइज भनेको के हो? अन डिमान्ड भनेको तपाईँ जहिले प्रिपेयर हुनुभयो, जहिले तपाईँको इच्छा भयो कि म आज गएर एक्जाम दिन्छु, तैले जुन दिन तपाईँ गएर एक्जाम दिन सक्नुहुन्छ। र सिजन बेस भनेको सिजन हुन्छ 3-3 महिनामा, 1 वर्षमा 4वटा सिजनको एक्जाम हुन्छ। जुन, सेप्टेम्बर, डिसेम्बर गरी 4वटा इन्टेकमा एक्जाम हुन्छ। सबभन्दा पहिला हामी कुरा गरौँ यहाँ अन डिमान्डको बारेमा। अब अन डिमान्ड भनेको अनि यो टोटलको टोटल यो 13वटा एक्जाम छ, टोटल कम्प्युटर बेस्ड हुन्छ। हामीले कुनै पेन पेपरबाट दिनु पर्दैन, पुरै कम्प्युटर बेस्ड हुन्छ। त्यहाँ युकेबाट नै अटोमेटिक अनलाइनबाट नै हुन्छ। त्यसपछि यो सिबी जुन हुन्छ कम्प्युटर बेस्ड एक्जाम जुन भन्छ अन डिमान्ड, त्यो अन डिमान्ड फर्स्ट लेभलको 3टा पेपरको लागि बिटी एमएएफए एन्ड सेकेन्ड लेभलको एउटा ल पेपरको लागि टोटल हामीसँग 4वटा पेपर चाहिँ अन डिमान्ड हुन्छ। जस्तै कि मानव म पेपर पढ्दै गएँ, आज मेरो रेडी भयो अनि म आज एक्जाम दिनु अनि फी पेमेन्ट गर्ने र एक्जाम दिने, त्यो कुरा भयो। त्यसपछि फिजिबिलिटी भनेको त्यही हो, बुक एन्ड सिट। जहिले बुक गर्नुभयो र त्यही दिन गएर तपाईँ बस्नु सक्नुहुन्छ। र रिजल्टको कुरा गर्नु भने इन्स्ट्यान्ट तपाईँले सबमिट गर्नुभयो अनि रिजल्ट आइसक्छ। जस्ट तपाईँले एक्जाम दिने र सबमिट गर्नुभयो त्यतिखेर नै त्यसको रिजल्ट आइसक्छ। त्यसपछि हाम्रो अर्को हुन्छ सिजन बेस्ड एक्जाम। सिजन बेस्ड एक्जाम भनेको के हो भनेपछि एप्लिकेबल फर अल अदर स्किल्स एन्ड प्रोफेसनल लेभल। जुन तपाईँले फर्स्ट लेभल र सेकेन्ड लेभलको लो सब्जेक्ट दिनुभयो नि, त्यो बाहेक जति पेपर हो सबै सिजन बेस हुन्छ। जसको के हुन्छ भने फिक्स हुन्छ, क्वार्टर वाइज एक सालमा, 1 वर्षमा 4वटा क्वार्टर हुन्छ। मार्च, जुन, सेप्टेम्बर र डिसेम्बर गरी 4वटा सिजनमा एक्जाम हुन्छ। अनि त्यसपछि के हुन्छ भने रिजल्ट चाहिँ 5 हप्तापछि हुन्छ। अनि यसको एक्जामको मोडल के हो भने यसमा सब्जेक्ट फिक्स हुँदैन कि तपाईँले यतिवटा एक्जाम दिनु, यतिवटा सब्जेक्टको एक्जाम दिनुहोस्। जस्तो तपाईँलाई मन पर्यो भने, मन लाग्यो भने म एउटा सब्जेक्टको तयारी गर्छु 3 महिनामा अनि एक्जाम दिन्छु, अनि त्यो नि गर्न सक्नुभयो। तपाईँले 2वटा सब्जेक्टको रेडी भएर 2वटाको फी पेमेन्ट गर्नुभयो भनेपछि एक्जामको गर्नुभयो अनि 2वटाको एक्जाम दिन पाउनुहुन्छ। र यसको यो फिक्स छैन कि एक्जाम नै दिनुपर्छ। तपाईँले चाह्यो भने कुनै इन्टेक जुन हुन्छ नि तपाईँले स्किप नि गर्न सक्नुहुन्छ। त्यही भएर यसको एक्जामको फिजिबिलिटी धेरै छ। तपाईँलाई धेरै पढ्नेको टेन्सन हुँदैन, बढी पढ्नु पर्दैन। सीएमा के हुन्छ भने सीए गर्यो भने तपाईँले त्यो त्यसको लेभल वाइज हुन्छ। जस्तै एउटा लेभलको, जस्तै सेकेन्ड लेभलको भयो भने सेकेन्ड क्याप भन्छ त्यसलाई। क्याप 2 को एक्जाम दिनु पर्यो भने तपाईँले ग्रुप ए र बी एकैचोटि दुईचोटि दिनुपर्छ। त्यो रिलेटेड सीए रिलेटेड पनि म भिडियो बनाउँछु, पछि बनाउँछु। तर आजको लागि यो बेस्ट कोर्स हो एससिसी, त्यही भएर म आज एससिसीको बारेमा बनाइरहेको छु। सो आज एससिसीको कुरा गरौँ। सो योमा के हुन्छ भनेपछि त्यो सब्जेक्टको एक्जाम दिन सक्नुहुन्छ। त्यसपछि हामीले फी स्ट्रक्चरको कुरा गर्ने हो भने अब यो भइहाल्यो हाम्रो अगाडिको कोर्स स्ट्रक्चर र एक्जामको प्याटर्न। अब हामी फी स्ट्रक्चरको कुरा गरौँ। अब तल जति पनि फी छ त्यो सबै हामी पाउन्डमा तिर्छौँ, किनभने के भन्छ नि, युकेको कोर्स हो भने युकेको करेन्सी पाउन्ड हो। सो हामीले पेमेन्ट चाहिँ पाउन्डमै गर्नुपर्छ। तर म यहाँ तपाईँलाई नेपालमा लाग्ने फी पनि क्यालकुलेट अहिले करेन्टको सिचुएसन करेन्सी एक्सचेन्ज अनुसार म कन्भर्ट गरेर राखेको छु। जस्तै तपाईँलाई एस्टिमेटेड यो फीहरू तपाईँको एससिसी बोर्डको फी हो। यो म अहिले जति पनि डिस्कस गरिरहेको छु यो बोर्डको हो र कलेजको फी पनि म पछि डिस्कस गर्छु। सो पहिला हामीले बोर्डको फी गर्ने हो भने इनिसियल रेजिस्ट्रेसन, तपाईँले रजिस्ट्रेसन फी 45 पाउन्ड मात्रै लाग्नुहुन्छ, जसको नेपाली रुपियाँमा कन्भर्ट गर्ने हो भने 9000 हुन्छ। त्यसपछि हाम्रो हुन्छ एनुअल सब्सक्रिप्सन, वर्षै पछि जुन सब्सक्रिप्सन फी हुन्छ नि त्यो तिर्नुपर्छ। सो त्यो एनुअल सब्सक्रिप्सन फी भन्ने हो भने फर्स्ट इयरमा तपाईँलाई 48 पाउन्ड लाग्नेछ, जसको म्याक्स 12,000 नेपाली हुन्छ, 12,000 नेपाली हुन्छ। त्यसपछि हाम्रो रिमेनिङ इयरमा जस्तै फर्स्ट इयरमा तपाईँलाई 58 पाउन्ड मात्र लाग्नुभयो, तर सेकेन्ड इयर पछि 148 पाउन्ड लाग्छ। त्यसको नेपाली रुपियाँमा कन्भर्ट गर्नु भने 28,500 लाग्छ। त्यो भयो हाम्रो फर्स्टमा एनुअल सब्सक्रिप्सन फी र रजिस्ट्रेसन फीको कुरा। सो त्यसपछि एक्जाम फीको कुरा गर्ने हो भने 3टा लेभलको एक्जाम फी 3टै लेभलको फरक फरक हुन्छ। जस्तै हाम्रो नलेज लेभलको एक्जाम फीको कुरा गर्ने हो भने 129 पाउन्ड लाग्छ, जसको नेपाली रुपियाँमा कन्भर्ट गर्नु भने 26,000 पर पेपर लाग्छ। जस्तै तपाईँले 3वटा पेपर छ, नलेज लेभलमा 3वटा पेपर छ भने 3वटा पेपरको 26,000ले लाग्छ। त्यसपछि हाम्रो स्किलको 6वटा पेपरको लागि 147 पाउन्ड छ, जसको नेपाली रुपियाँमा कन्भर्ट गर्ने हो भने 30,000 31,000 जति लाग्छ। त्यस्तै हामी प्रोफेसनल लेभलको कुरा गर्ने हो भने एउटा एसबिएल छ जसको फी धेरै छ, 260 पाउन्ड छ, जसको नेपाली रुपियाँमा कन्भर्ट गर्ने हो भने 52,000 लाग्छ। र अदरको जुन हाम्रो प्रोफेसनल लेभलमा 4वटा सब्जेक्ट थियो त्यसमा एउटाको यो भइहाल्यो र 3वटा रिमेनिङ हुन्छ, जसको हाम्रो 185 पाउन्ड लाग्छ, जसको नेपाली रुपियाँमा कन्भर्ट गर्ने हो भने 37,000 पर पेपर लाग्छ। एससिसीको बोर्डको कुरा गर्ने हो भने
तपाईँको रेन्ज बिट्विन हुन्छ टोटल पुरै सब्सक्रिप्सन फी के भन्छ इक्जाम फी तपाईँले रेगुलर इक्जाम दिनुभयो भने फी यति 2600 देखि 2700 पाउन्ड लाग्छ। जसको कुरा गर्ने हो भने नेपाली रुपियाँ भनेपछि लगभग 5 लाखदेखि 5,20,000 भइहाल्छ। अब यसको इक्जामको कुरामा एउटा अझै कुरा छ भने तपाईँले यदि मानौँ यो इक्जाम फी तिरेर इक्जाम दिनुभयो तर इक्जाम तपाईँले फेल भयो, मानौँ तपाईँले इक्जाम फेल भयो भने तपाईँले फेरि इक्जाम फी तिरेर इक्जाम बुक गरेर अनि इक्जाम मात्रै दिनुपर्ने हुन्छ। त्यही भएर यसको के हो भने तपाईँ जति फेल हुनुहुन्छ त्यति धेरै के भन्छ नि फी लाग्ने हो। त्यसपछि अब त्यो भयो। त्यसपछि हामी ड्युरेसन र इन्टर्नसिपको कुरा गर्ने हो भने यसको लाइफ टाइम नर्मल्ली तपाईँले टाइम भन्नुभयो भने 3 to 4 इयर्समा कम्प्लिट भइहाल्छ। गर्नेहरूले 3 to 4 इयरमा गरे किनभने म एउटा पेपर दियो भने 3 to 4 इयर्स लाग्यो। यदि तपाईँले चाह्यो भने यदि तपाईँले एउटै सिजनमा 2वटा सब्जेक्टको इक्जाम दिनुभयो भने त 3 महिना बच्यो नि। त्यो सेभिङको कारणले ड्युरेसन थोरै हुन सक्छ। त्यसपछि तपाईँले पढाइ सँगसँगै वर्क पनि गर्न सक्नुहुन्छ। इन्टर्नसिप जुन भयो नि तपाईँले 3 इयर्स इन्टर्नसिप गर्नै पर्छ। त्यसपछि त्यही इन्टर्नसिपको प्र्याक्टिकल एक्सपिरियन्सको बारेमा भनेको अब म बुझाउन गइरहेको छु। सो एउटा एसिसी मेम्बर बन्नको लागि तपाईँले टोटल 36 मन्थ 3 वर्षको इन्टर्नसिप गर्नुहुन्छ। तपाईँले त्यो इन्टर्नसिप कहाँ गर्नुपर्छ भनेपछि त्यो जहाँ गर्ने हुन्छ जस्तै फाइनेन्सिङ रिलेटेड हुनु पर्यो, अडिट फर्म भयो, आउटसोर्सिङको भयो, जुन हाम्रो हुन्छ नि विदेशको कुरा नेपालबाट गर्ने त्यसलाई आउटसोर्सिङ भन्छ, त्यो गर्न सक्नुभयो। यहाँ गएर तपाईँले इन्टर्नसिप गरेर 36 मन्थ्सको इन्टर्नसिप गरेपछि अनि पेपर कम्प्लिट गरेपछि तपाईँ चाहिँ के हुन्छ नि फुल एसिसी मेम्बर बन्न सक्नुहुन्छ। त्यसपछि अब स्यालेरीको कुरा गर्ने हो भने तपाईँले मेन कुरा त त्यही हो नि पढेपछि स्यालेरी कति दिन्छ। अब स्यालेरीको कुरा गर्ने हो भने त तपाईँले इन्टर्नसिपको टाइममा 15 देखि 20,000 दिन्छ होला नर्मली। तर तपाईँ यदि एफिलिएटेड मेम्बर एसिसी मेम्बर भइसकेपछि नेपालमा भनेपछि स्टार्टिङ स्यालेरी 50,000 छ होला। किनभने अब सरकारी नोकरी गर्नुभयो भने तपाईँले मानव बिबिए तपाईँले गर्नुभयो, बिबिए गर्नाले 4 लाख 5 लाख 6 लाख जति पैसा लाग्छ अब अहिले करेन्टलीको सिचुएसन अनुसार गऱ्यो भने। अब बिबिए पढेपछि तपाईँले कुनै ठाउँमा काम गर्न जानुभयो भने 30,000 25,000 35,000 स्यालेरी दिन्छ। तर एससिसिएको गर्नुभयो भने एससिसिए पढेर अनि तपाईँले वर्क गर्नुहुन्छ भने तपाईँको स्टार्टिङ स्यालेरी 50,000 हुन्छ। त्यसपछि तपाईँले जति इयर्सको एक्सपिरियन्स गेन गर्दै जानुहुन्छ त्यति नै तपाईँको जुन हुन्छ स्यालेरी इन्क्रिज हुँदै जान्छ। त्यसपछि त्यो भयो एससिसिएको फुल कोर्सको बारेमा। अब म कुरा गर्छु कलेजको बारेमा। पढ्न कहाँ जाने? कलेज र लर्निङ प्रोभाइडरको कुरा गर्ने हो भने तपाईँले सेल्फ स्टडी नै गर्न सक्नुहुन्छ। तपाईँले सेल्फ स्टडी गर्नको लागि तपाईँले जस्तै युट्युबमा ओपेन ट्युसन, बिपिपी, कप्लान बुक्स योहरू तपाईँले बुक किनेर तपाईँ आफै पढ्न सक्नुहुन्छ। यदि एप्रुभ लर्निङ पार्टनर चाह्यो भने प्लटिनम र गोल्ड स्टेटस भएको कलेज धेरै छ नेपालमा, त्यहाँबाट नि तपाईँ जान सक्नुहुन्छ। कलेजको कुरा गर्ने हो भने अनि पढ्नेको प्रोभाइडरको कुरा गर्ने हो भने हामीसँग दुईवटा अप्सन छ। सेल्फ स्टडीको अप्सन छ र एप्रुभ लर्निङ पार्टनरको थ्रु जस्तै कुनै कलेजको थ्रु ट्युसनको थ्रु नि जान सक्नुहुन्छ। सेल्फ स्टडीको कुरा गर्ने हो भने तपाईँले ओपेन ट्युसन नामको युट्युब च्यानल छ त्यहाँबाट पढ्न सक्नुहुन्छ। बिपिपी कप्लानको बुक्सहरू पढ्न सक्नुहुन्छ र आफै इक्जाम बुक गरेर आफै पेमेन्ट गरेर नि दिन सक्नुहुन्छ। र अर्को हाम्रो आउँछ एउटा प्लटिनम एन्ड गोल्ड स्टेटस भएको कलेजबाट वा ट्युसन सेन्टरबाट तपाईँले गर्न सक्नुहुन्छ। जस्तै कलेजबाट तपाईँले गर्नुभयो भने कलेजको सर्टेन फीहरू हुन्छ र बेटर पास रेटहरू हुन्छ, त्यो कलेजमा तपाईँ जोइन गर्न सक्नुहुन्छ। यदि तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र त्यो मलाई कन्ट्याक्ट गरेर तपाईँ जोइन गर्न सक्नुहुन्छ। तपाईँले जुन फी अफोर्डेबल हुन्छ त्यही फी अनुसारको हामी कलेज खोजिदिन्छौँ र सर्टेन डिस्काउन्ट पनि गराइदिन्छौँ। सो मेरो वाट्सएप नम्बर यहाँ तल छ, यो वाट्सएप नम्बरमा तपाईँ म्यासेज गर्न सक्नुहुन्छ। र त्यसपछि कुरा गर्ने हो भने म एउटा नेपालकै बेस्ट अफोर्डेबल प्राइसमा एउटा कलेज छ जसको नाम छ फिन्ट लर्निङ हब, जसमा तपाईँलाई यो बढी प्राइस छ 1,30,000मै फुल कोर्सको फुलै फर्स्ट लेभल, सेकेन्ड लेभल, थर्ड लेभल, फाइनल लेभलसम्मको फी हुन्छ। जसमा तपाईँले अनलाइन क्लास गर्न सक्नुहुन्छ, फिजिकल क्लास गर्न सक्नुहुन्छ, रेकर्डेड भिडियो हुन्छ, मक हुन्छ। इफ तपाईँले अनलाइन क्लास गर्दै जस्तै म फिजिकल क्लास जोइन गरिरहेको छु, इफ मलाई भोलि सन्चो छैन म रुमबाट आउन सकिनँ भने तपाईँले रुमबाटै बसेर अनलाइन क्लास गर्न सक्नुहुन्छ। इफ तपाईँले दुइटै अटेन्ड गर्नु भएन भने रेकर्डेड भिडियो पनि हेर्न सक्नुहुन्छ। त्यसपछि मक इक्जामहरू हुन्छ र हाम्रो यहाँ बेस्ट एक्सपिरियन्स 10 साल पढाएको 5 साल पढाएको टिचरहरूसँग पढाइन्छ। सो यो तपाईँको लागि बेस्ट कलेज हुनेछ। यो कलेज तपाईँको लागि बेस्ट हुनेछ 1,30,000मा। यदि तपाईँले मलाई कन्ट्याक्ट गरेर आउनुभयो भने यो नम्बरमा कन्ट्याक्ट गरेर आउनुभयो भने तपाईँले सर्टेन डिस्काउन्ट नै पाउन सक्नुहुन्छ। एडमिसन फीमा डिस्काउन्ट पाउन सक्नुहुन्छ। त्यसपछि त्यो बल्क पेमेन्ट गर्नुभयो भने तपाईँले अझै डिस्काउन्ट पाउन सक्नुहुन्छ।
सो इफ यु आर इन्ट्रेस्टेड सो प्लिज यो नम्बरमा मेसेज गर्नु र मसँग कन्ट्याक्ट गरेर आउनु र तपाईँलाई नेपालकै बेस्ट अफोर्डेबल प्राइसमा म तपाईँलाई एसएससी जोइन गराइदिन्छु। सो म नि यहीँ पढिरहेको छु, सो केही भन्नु पर्दैन यो कलेजको बारेमा, जे नि चाहियो भने। यदि तपाईँले अरू केही जान्नु छ भने भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ वा WhatsAppमा दिएको नम्बरमा मेसेज नि गर्न सक्नुहुन्छ।